welcome to my YouTube channel. पहिला चाहिँ मैले के रे ब्लगहरु त्यस्तो बनाएको थिएन, फर्स्ट टाइम ट्राई गरेको कस्तो हुँदो रहेछ। अनि घरबाटै के रे भिडियो लिन्छु भन्ने सोचेको थिएँ, तर एकदमै हतार भएर एकदमै रस भएर सकेन। अनि बाटो बिचमै पुगे पनि घरबाट निस्किसके पनि लिन्छु भनेर लिएको। हामी चाहिँ परिवार फ्यामिलीमा 3 जना मात्र त हो। हामी जाँदैछौँ। हामी चाहिँ कहाँ जानु भने एडेन बुद्ध पार्क, पोर्चुगलको बुद्ध पार्क जान लागेको। यहाँ आएर फर्स्ट टाइम जान लागेको हो। के कस्तो हुन्छ कस्तो छ त्यहाँनिर देखाउँदै गर्छु। सब मन पर्यो भने लाइक गरिदिनु होला, शेयर गरिदिनु, कमेन्ट गरिदिनु। के कस्तो छ कमेन्ट गरिदिनु होला सबैजनाले। अनि भर्खर स्टार्ट गरिरहेको छु, अनि त्यो कमेन्ट गर्नुभयो भने मलाई पनि सजिलो हुन्छ। है त जाँदैछौँ हामी चाहिँ बम्बराल भन्ने ठाउँबाट पनि बम्बराल भन्ने ठाउँसम्म गाडीमा आएर अनि त्यसबाट त्यहाँदेखि चाहिँ के रे ट्याक्सीमा जाँदैछौँ। हामी चाहिँ जाँदैछौँ। बाटोतिर कति धेरै राम्रो उहरू आएको थियो, सिनहरू देखिरहेको थियो, तर खिच्नु चाहिँ पाएन, भिडियो लिन चाहिँ पाएन। यदि भ्यायो भने जाँदै गर्दाखेरि चाहिँ फर्किँदाखेरि चाहिँ लिन्छु। हामी चाहिँ जाँदैछौँ। अझै पनि त्यो बाटोतिर अलिकति राम्रो नजाराहरू देख्यो भने भिडियो लिन्छु। यदि भएन भने चाहिँ त्यहीँ पुगेपछि मात्र भिडियो लिन्छु। एकदमै टाढो छ के अरे लिस्बनदेखि एडेन बुद्ध चाहिँ। कति किलोमिटर रे है? 77 किलोमिटर। ओ माई गुडनेस, धेरै टाढा हो नि। 77 किलोमिटर टाढा रहेछ। अब चाहिँ लगभग आइपुगे जस्तो छ। आइपुगेछ। गेटबाट छिर्ने बित्तिकै नै यति राम्रो देख्दो रहेछ। अब सकेसम्म देखाउने कोसिस गर्छु। मेरो चाहिँ यस्तोहरू रहेछ, एकदमै राम्रो ठाउँ रहेछ। हामी भित्र छिरेको चाहिँ छैन, के अरे टिकट काटेको छैन। टिकट चाहिँ 9 बजीदेखि ओपन हुने रहेछ। 9 त बजिसक्यो, तर अहिले एकछिनपछि मात्र इन्ट्री गर्ने भनेर टिकट काटेको छैन। अनि यो चाहिँ पछाडि साइडतिर पनि यति राम्रो रहेछ। भित्र त अभियसली राम्रै हुन्छ, आई होप। यो चाहिँ हेर्नु न कस्तो खतरा ढुङ्गाहरू रहेछ हौ, क्रिस्टल टाइपको ढुङ्गाहरू रहेछ। अनि यो चाहिँ खासमा यो चाहिँ टोयलेट हो, टोयलेट। बाहिरतिर पनि यस्तो बनाएर राखेको रहेछ, कति राम्रो रहेछ, एकदमै राम्रो रहेछ। उतालतिर के हो कुन्नी हो यस्तोहरू बनाएर राखेको रहेछ। अब चाहिँ हामी चाहिँ भित्र छिर्न लागेको, किनभने भित्र चाहिँ खानेकुराहरू केही पनि लान पाइँदैन रहेछ। अनि हामी यहाँ आएको भएर एकदमै भोक पनि लागिरहेको थियो। अनि खानेकुराहरू सबै टन्न खाइओरी अब चाहिँ भित्र छिर्नु लागेको। भित्र चाहिँ त्यो छिर्ने पास हुने ठाउँतिर चाहिँ भिडियो लिन पाइन्छ कि पाइँदैन, आई डोन्ट नो। हामी चाहिँ भित्र छिर्नु लागेको। अब भित्र छिर्यो साथीहरू। यहाँ चाहिँ पुरा, यहाँ चाहिँ यो चाहिँ रेस्टुरेन्ट टाइप पनि रहेछ हौ, खानेकुराहरू मगाएर खान मिल्ने यही। त्यही भएर त होला नि भित्र चाहिँ के भन्छ केही पनि लान नपाइने रहेछ। ओ माई गुडनेस, कति राम्रो गार्डन हो, एकदमै दामी रहेछ, एकदमै राम्रो लाग्यो। यस्तो दामी, वाउ। छिर्ने बित्तिकैदेखि नै क्या दामी भाइ पाउने रहेछ हौ। यस्तो रहेछ। अनि फेरि त्यहाँ पनि ढोका रहेछ। त्यो चाहिँ के न्यू बनाउँदै गरे हो कि खै त्यस्तै हो, अलिकति प्लेनमा रहेछ ढोका चाहिँ एकदम ठुलो रहेछ, तर प्लेनमा रहेछ। यस्तो देखिँदो रहेछ, क्या दामी, वाउ, नाइस भ्यू।
वाउ, यति दामी देख्ने बाबा छोरा चाहिँ यहाँ छ। यस्तो दामी देख्ने रहेछ। वाउ, नाइस भ्यू। अनि यहाँ चाहिँ यो के अरे एन्टी लाइट परेर त्यस्तो देखेको, तर यो चाहिँ के हो, यो क्या दामी स्ट्याचुहरू छ सबै। यस्तो दामी, जता हेऱ्यो त्यति राम्रो हो, के विधि राम्रो। यस्तो दामी ठाउँ रहेछ। ओ माई गुडनेस, म चाहिँ यत्रो ब्याग बोकिरहेको छ साथीहरू। के गर्नु, बच्चाको आमा भएपछि यस्तै हुँदो रहेछ, सामानहरू बोक्नै पर्यो। ती दामी के विधि, यहाँ ठ्याक्क छिर्न पाएको छैन। दामी कि दामी आइरहेको छ यार मेरो मुखबाट भनेपछि। कति चाहिँ राम्रो होला के यो ठाउँ। ओ माई गड। ओ यहाँनिर तल छिर्ने रहेछ। यहाँनिर चाहिँ यो के हो, यो लायन हो कि के हो, दुईटा रहेछ। यो चाहिँ टेम्पल रहेछ, जापानिज टेम्पल। कति तलको रहेछ भने 1 2 3 4 5 तलको रहेछ। यो चाहिँ जापानिज टेम्पल। सब पोखरी रहेछ अनि वरिपरि चाहिँ सबै स्ट्याचु रहेछ। यस्तो रहेछ, तर ऊ चाहिँ छैन रहेछ हौ, लोटस चाहिँ छैन रहेछ एकदमै। ऊ त्यहाँ ऊ त्यो बिचमा मन्दिर पनि रहेछ हौ, त्यहाँ जान मिल्छ होला आई थिङ्क। मिल्यो भने अहिले त्यहाँ पुग्दाखेरि जानुपर्छ। यी माछाहरू रहेछ ऊ यहाँ त। अनि हेर्नु न यहाँ ड्रागनहरू पनि रहेछ हौ, ड्रागनको स्ट्याचुहरू पनि। त्यो त ढुङ्गाको यहाँनिर पनि छ। यस्तोहरू रहेछ, यस्तोहरू रहेछ यहाँ चाहिँ। ओ माई गुडनेस, यहाँनिर ए रातो रातो कलरफुल फिसहरू। वाउ, मेरो छोरा पनि पुरा इन्जोय गरिरहेछ फिस देखेर। उसलाई एकदम अनौठो लागिरहेछ, आनन्दले हेरिरहेछ। फिसहरू पनि कति धेरै रहेछ हौ। फोटोको भ्यू त दामी देख्दो रहेछ हौ, यस्तो बबाल। जतिसुकै पैसा तिरेर आए पनि रिग्रेट चाहिँ हुँदैन। एकदमै राम्रो ठाउँ रहेछ। माछाले जिस्काउन गएको रे हौ, के खालको। अनि यहाँनिर चाहिँ पुरा बुद्धको स्ट्याचुहरू छ, यति अग्लो अग्लो छ, तर कति धेरै छ भने पुरै। अनि ऊ पर चाहिँ लोगेश्वर रहेछ, यहाँ चाहिँ लोगेश्वर रहेछ। अनि यो बिचको मन्दिरमा जान पाइन्छ होला सायद, यदि मिल्यो भने अहिले जानुपर्छ। यस्तो दामी लाग्यो। ओ माई गुडनेस, बबाल। चाहिँ शाक्यमुनि बुद्ध रहेछ। यो चाहिँ मेरो इष्टदेव हो। अनि सबै बुद्धहरूको यति धेरै बुद्धहरूको छ के अरे स्ट्याचुहरू, यति धेरै स्ट्याचुहरू सबैको यसरी के अरे यसरी लेखेर राखेको छ नामहरू। यी हेर्न सक्नुहुनेछ। यो चाहिँ शाक्यमुनि बुद्ध हो। अनि यति धेरै छ, पुरा इन्जोय गरिरहेछ। अनि त्यसरी घुम्न पनि मिल्ने रहेछ, टिकट लाग्दो रहेछ। तर हामीलाई चाहिँ एकदमै प्रशस्तै टाइम थियो, त्यही भएर हामी चाहिँ लिएन। आफै हिँडेर आफै एक्सप्लोर गर्छु भनेर हामीले चाहिँ लिएन। टाइम धेरै छ, हामी छिट्टै आयो नि त बिहानै, त्यही भएर यो चाहिँ यसरी जान्छ। वाउ, यस, यस्तो राम्रो ठाउँमा यति राम्रो राम्रो स्ट्याचुहरू छ। हामी चाहिँ बेबी स्ट्रोलर पनि लिएर आएको थियो। बेबी स्ट्रोलर लिएर आउँदाखेरि चाहिँ अलिकति गाह्रो हुँदो रहेछ। त्यस्तो धेरै गाह्रो त होइन, तर अलिक गाह्रो पनि हुँदो रहेछ।
यसरी ठेल्दै हिँड्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो हुँदो रहेछ, नभए ठिकै पनि हो। बेबी चाहिँ बुबु खाँदै अनि घाम लाग्यो त्यसपछि क्याप लाउनु पर्यो। के गर्नु, बच्चाको बाबा भएपछि यतिको त गर्नु परिहाल्यो नि। ठेल्दैछ। ओ यहाँबाट फोटो खिच्नु पर्दो रहेछ नि, क्या दामी आउने रहेछ। वाउ, आउनु है आउनु, को छ यतातिर, छिटै आउनु। यहाँ चाहिँ के हो यार, यो त पैसा टाँसेको रहेछ नि, यो के हो? पुरै पैसा टाँसेको रहेछ। यो स्ट्याचुमा चाहिँ के हो, कुन्ने आर्ट हो के हो, आर्टहरू पनि के दामी दामी आर्टहरू रहेछ। यस्तो धेरै आर्ट गरेको यो ढुङ्गा हो कि खै के को हो, यो के को बनाएको, तर यति दामी आर्टहरू रहेछ। यस्तोहरू बनाएर राखेको रहेछ। बाबा छोरा चाहिँ उतातिर पुरा खेलिरहेछ। अनि यस्तो रहेछ, यसरी ठुल्ठुलो ढुङ्गाको गेट बनाएर राखेको रहेछ। तर एन्टी लाइट परेर पुरै कस्तो देखिरहेछ। पुरा भ्यू यस्तो देख्छ है, सबैजनाले हेरिदिनु होला। यस्तो देख्दो रहेछ। अनि यो चाहिँ फेरि यो के भन्छ, यो ब्लू स्ट्याचुहरू रहेछ। कति पो छ हौ, यति धेरै स्ट्याचु छ। कति छ कुन्ने आर्ट नगनी सक्दै छैन। यहाँदेखि ऊ तलसम्म छ यो ब्लू स्ट्याचुहरू। वाउ, मनै आनन्द हुने। बुद्धै बुद्ध, ए क्या दामी हो, कस्तो क्युटवाला बुद्धहरू रहेछ। यो चाहिँ लाफिङ बुद्धको उहरू हो कि आई डोन्ट नो, केही पनि थाहा छैन मलाई। फेरि केही पनि थाहा छैन, मिस्टेक होला, यतिकै भन्यो भने। अनि यहाँनिर यस्तो दामी, क्या दामी रहेछ। कुन बुद्ध हो, एकदम यिनीहरू चाहिँ क्युट खालको रहेछ। जङ्गलमा सबै यस्तरी यस्तो दामी बनाएर राखेको रहेछ। ओ माई गुडनेस, जङ्गलमा यहाँनिर चाहिँ जङ्गलहरू, तर जङ्गलै भए पनि कति राम्रो खालको छ क्या। कति धेरै छ हौ। यस्तरी राखेको हुन्छ। अनि यसरी ठाउँमा बस्ने ठाउँहरू, यसरी डस्टबिनहरू सबै राखेको हुन्छ। यस्तो दामी छ है, जङ्गलैभरि छ हौ, बाटैभरि छ सबै स्ट्याचुहरू त। कस्तो क्युट रहेछ है, सानो यस्तो पानी बगेको रहेछ। अनि त्यसपछि कति राम्रो फुलहरू फुलेको। वाउ, साथीहरू हेर्नु है त, दामी छ यार। राम्रो कलरको फुलहरू रहेछ हौ, क्या दामी। सानो क्युटहरू रहेछ हौ। यहाँ चाहिँ कति धेरै स्ट्याचुहरू, सानो ठाउँमा सबै ठाउँमा भेला आफ्नो ठाउँमा खेलेर बस्या जस्तो। यहाँनिर छ, ऊ तलतिर छ, ऊ पर पनि छ, ऊ त्यहाँनिर सबै छ हौ। अनि त्यसपछि यहाँनिर यसरी मेलैले बसिरहेको। यस्तो दामी रहेछ यार। कति धेरै छ भने यस्तो सानो स्ट्याचुहरू कति धेरै हौ। सबै आफ्नो ठाउँमा भेला परेको जस्तोहरू के। ठ्याक्कै ऊ यहाँ छ, अनि ऊ तलतिर छ, यहाँ तल छ, अनि ऊ यहाँ छ। अनि त्यसपछि यस्तो यहाँबाट झन् के दामी देख्दो रहेछ। ल नस्कारै बस्यो। अनि यो चाहिँ के विधि भ्यागु त कराएको जस्तो छ। यहाँ चाहिँ सानो पोखरी रहेछ। लोटस चाहिँ यहाँ रहेछ हौ। यहाँनिर पनि
लोटस फुलिरहेछ। वाउ, पिङ्क लोटसहरू रहेछ। यो चाहिँ तलतिर सबै मयूरको स्ट्याचु। यो चाहिँ अनि त्योहरू के हो आई डोन्ट नो। केहरू कति धेरै रहेछ। लोटसहरू, पिङ्क लोटस फुलिरहेछ पुरा यहाँ चाहिँ। अनि त्यसपछि यसरी सर आएपछि यो के हो, यो जापानिज टेम्पल जस्तो टाइपको कति अग्लो रहेछ। 3टा टेम्पल रहेछ, कति धेरै तलको हो। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 तलको रहेछ। दामी रहेछ जोस। पिकक पनि रहेछ यहाँनिर, कति धेरै पिककहरू पनि आउँदो रहेछ। कति धेरै अघिदेखि कराएको चाहिँ सुनेको थियो, तर यहाँनिर रहेछ बल्ल एउटा देखेँ। अनि ऊ तलतिर कराइरहेछ पिकक। हजुर, पिकक धेरै रहेछ। वाउ, यति धेरै ठुलो स्ट्याचु। ओ माई गॉड। पर पिकक कति धेरै हो, धेरै यहाँ त यति धेरै रहेछ यो भरि नै। अनि त्यसपछि यहाँनिर यो सबै पिककै हो। अनि यो पिककहरू बस्नुलाई नै यस्तो बनाएर राखेको रहेछ। यति धेरै पिककहरू रहेछ यो माथिनिर। यस्तो दामी। यो पिककहरूको चाहिँ के अरे भालेको चाहिँ यस्तो आउँछ अरे, अनि पोथीको चाहिँ आउँदैन अरे। अनि यो नाउनेहरू चाहिँ पोथी रे भन्दो रहेछ। यति धेरै पिककहरू रहेछ, बस्नुलाई यसरी बनाएर राखेको रहेछ। अघिदेखि कराएको चाहिँ सुने हो, कहाँ लागेको थियो। अनि यहाँ पो रहेछ, धेरै रहेछ पिककहरू। पिकक कराएको कत्रो ठुलो कराएको। ऊ मात्र होइन है, सानो बेबी पिककहरू पनि रहेछ है, सानो पनि आएर रहेछ पिककहरू। यहाँनिर चाहिँ यति धेरै एरिया रहेछ, यति धेरै ठाउँ रहेछ, यति धेरै राम्रो रहेछ। यहाँ आउँदाखेरि चाहिँ एकदमै टाइम मिलाएर अनि बिहानै आयो भने चाहिँ एकदमै घुम्न भ्याउँछ, नभए चाहिँ घुमि नसक्नु नै ठाउँ छ। टन्न एकदमै धेरै छ यहाँनिर चाहिँ। यो चाहिँ हामी ठुलो बुद्धको मूर्तिको ब्याक साइडतिर छौँ। अब चाहिँ अगाडितिर जानु लागेको। यो ब्लू कलरको स्ट्याचुहरू यहाँ पनि अलिअलि सानोहरू चाहिँ रहेछ। हेर्नु है यहाँ, ओ माई गॉड, स्वर्ग यति धेरै स्वर्गसरी नै रहेछ हो यो त। एकदमै दामी रहेछ। यति राम्रो ठाउँ किन छुटाउनु हो, सबैजना आउनु होला, इन्जोय गर्नु होला। एकदम दामी छ, धेरै राम्रो। यहाँनिर इन्जोय गरिरहेछ बाबा छोरा, बुबु खाँदै पो। स्वर्ग खोज्न कहीँ जानु पर्दैन भने जत्तिकै हो यो चाहिँ, स्वर्गको टुक्रा भने जस्तै दामी छ। फुलहरू दामी छ, दामी। वाउ, यस्तो राम्रो कलरको फुलहरू छ, एकदमै बवाल छ। यहाँनिर पनि छ कति धेरै, टाढा पनि रहेछ स्ट्याचुहरू। कति घुम्नु, कहिले घुम्नु, दामी फुलहरू। अनि यहाँबाट पो क्या दामी देख्दो रहेछ, यस्तो दामी। माथिको ठुलो सुतिरहेको स्ट्याचु पनि सबै देख्छ यहाँबाट चाहिँ।
अनि त्यसपछि यहाँबाट यो अघिको पोखरी पनि यहाँबाट दामी देख्छ। यस्तो देख्दो रहेछ हो यो यसलाई यस्तो छ। अनि यो चाहिँ क्याफे छ यहाँ, कफी खाने रे, टाउको दुख्यो अरे, अलिअलि केही खानु पर्यो। अनि त्यसपछि हिँड्नुपर्छ बिस्तारै माथि माथि घुम्दै, अब सिद्ध्याउनु पर्छ। अनि यहाँ यस्तै हेर्दै भ्यू हेर्दै खाने हो नि त, तिर घर पनि देख्छ यस्तरी। अनि यहाँ भ्यू हेर्दै खाने हो। क्याफेतिर पनि स्पिकर त यहीँनिर बस्छ हो, यहीँनिर आउँदो रहेछ। फुलहरू फुलै फुल पनि जस्तो ब्लू कलरको रहेछ सबै नै, यिनीहरू चाहिँ ब्लू कलर मात्र रहेछ। उयो चाहिँ नेपालमा आउने तिमी फ्यामिली भन्ने यतातिरबाट यतातिर यो बिचको टेम्पलमा जानु मिल्ने रहेछ। जाँदैछु। ओ माइ गुडनेस, कति धेरै फिसहरू त डेन्जर। ओ माइ गड, कति धेरै हो, कति धेरै रहेछ। बिचतिर हिँडिरहेको छु। बच्चालाई चाहिँ अलिकति होला कि भनेर यस्तो देख्दो रहेछ। परतिर स्ट्याचुहरू यहाँबाट चाहिँ यस्तो देखिन्छ। तर म चाहिँ एकदम कालो आयो, त्यस्तो गोरो मान्छे त होइन, तैपनि हाफ हाफ बनाएर, अनि यो चाहिँ चिन रहेछ। अनि यसरी हाफ हाफ बनाएर जोड्दो रहेछ। यस्तो ठुलो स्ट्याचु चाहिँ यहाँ चाहिँ। अनि यो चाहिँ धारा आउँदो रहेछ। धारा पनि कति राम्रो स्ट्याचु भएको, यस्तो छ, यस्तोहरू हुन्छ। लोटस हेर्नु न के बिति रहेछ, कति धेरै फुलेर बसेको, फुलेको पनि एकदमै फुल्ने मौसम रहेछ क्या अरे, कुनै खै के हो मौसम, के हो फुल्ने टाइम रहेछ। अनि अझै कोपिलोहरू पनि रहेछ निस्किँदै गरेको, कति धेरै हो। यो के अरे पोखरी चाहिँ अलि सानो रहेछ, तर एकदमै धेरै रहेछ लोटस चाहिँ। बेसरी फुलिरहेको रहेछ हौ, डेन्जर 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 फुलिरहेको रहेछ लोटस। ए मेरो छोरालाई निन्द्रा लागेको हो कि के हो, निन्द्रा लागेको हो क्या अरे, यतिखेर सुत्ने टाइम भएको हो उसको। उतादेखि नै कति धेरै हो, धेरै स्ट्याचुहरू, फुल अनि स्ट्याचु, फुल स्ट्याचुहरू छ सबै। हामी चाहिँ यसो भित्र गार्डन पनि छिरेको, धेरै उ गर्न त मिल्दैन होला, तैपनि अलिकति। यहाँनिर नि रहेछ ब्लू स्ट्याचुहरू कति धेरै। ओ माई गुडनेस, कति धेरै रहेछ हौ। कति चाहिँ ठुलो होला, जति हिँड्दा नि नसित्तिने, कति धेरै हो यो, कति धेरै। माथितिर त के हो त्यो, गाई भैँसीहरू जस्तो टाइपको स्ट्याचुहरू रहेछ। माथितिर चाहिँ सबै एकदमै बवाल, सबै भैँसीहरू रहेछ त्यहाँ त। यस्तोहरू रहेछ।
यो चाहिँ ठुलो कहाँ पो आउँछ हो यस्तो रुख अनि यो रुखबाट पानी आउँछ त्यस्तो देखाएको थियो तर यस्तो रुख बनाएर राखेको रहेछ यो चाहिँ नेचुरल चाहिँ होइन फेक बनाएको रहेछ यसरी हिँडिरहेको छु हल्लाउँछ हो मलाई चाहिँ झन् डर लाग्छ यो बिचमा हिँड्नुलाई हल्लाएर हैरान पारेको छ निधार पनि कालै भइसकेको छ हिँडेर यहाँनिर हेर्नु न सबै भैँसीहरू छ है ओ माई गुडनेस ऊ त्यहाँ त सर्पहरू पनि रहेछ अनि ऊ यहाँ चाहिँ मङ्कीहरू यहाँ चाहिँ मङ्कीहरू छ है बच्चाहरू बोकेको सबै रहेछ हो के चाहिँ हिप्पो रहेछ हिप्पो अनि ऊ त्यहाँ क्रोकोडाइल रहेछ अनि यिनीहरू यो लाइन चाहिँ हिप्पोको लाइन रहेछ यो चाहिँ भैँसीको लाइन रहेछ ऊ पर त के हो अरे त्यो राइनो पनि रहेछ अनि त्यसपछि यहाँनिर सर्प रहेछ अनि ऊ माथितिर चाहिँ एलिफेन्ट हात्तीहरू रहेछ सबै अनि ऊ परतिरसम्म छ हो के हो के यिनीहरू चाहिँ जनावरहरूको ऊ रहेछ अनि ऊ पर चाहिँ के हो अरे त्यो पानीमा आउने के पो भन्छ हो अनि नाम पनि थाहा हुँदैन नाम पनि आउँदैन अनि यहाँ चाहिँ यस्तो सबैको टाउकोहरू यस्तै रहेछ जिराफहरू रहेछ यति अग्लो यहाँनिर चाहिँ हात्तीहरू भइहाल्यो यस्तै रहेछ के हो के बेबी एलिफेन्ट यस्तो दामी जङ्गल छ साप स्ट्याचु जङ्गल यस्तो मेरो मोबाइलमा चार्ज सिद्धिसक्यो अझै यो पार्ट सिद्धेको नि छैन भ्यायो भने अर्को मोबाइलबाट खिचौँला यदि अर्को मोबाइलबाट भएन भने चाहिँ यति नै गरौँला हेरौँ अब के हुन्छ खिच्दै गरौँला कति भ्याउँछ त्यति खिचौँला यस्तो छ अहिलेसम्म चाहिँ भ्याइरहेछ कति भ्याउँछ त्यति बनाउने हो हाम्रो त अझै कति धेरै छ उतातिर कति धेरै राम्रो ठाउँहरू छ उतातिर अझै यस्तोहरू छ यस्तोहरू छ त्यहाँ चाहिँ फोटो खिच्ने ठाउँ हो क्या अरे यस्तोहरू छ यस्तोहरू छ उतापट्टिको भ्यू चाहिँ यसरी देख्छ यहाँबाट के हो के ऊ त्यो चाहिँ सबै सिसाको बोतलहरूको बनाएको रहेछ यस्तोहरू दामी देख्छ भ्यू त लगभग सिद्धो पनि तर बाटोतिरको चाहिँ त्यो देखाउन चाहिँ नमिल्ने रहेछ यो पार्कभित्रको चाहिँ लगभग सबै सिद्धो भ्याइँदो रहेछ अर्को मोबाइलबाट भयो भने भयो खिचौँला नभए चाहिँ अर्कोतिर त्यो बाटोतिरको चाहिँ नभए यति नै हुन्छ अनि यो चाहिँ बियरको बोतलको बनाएको रहेछ टावर कत्रो ठुल्ठुलो बोतलको पुरा युटिलाइज हुँदो रहेछ हो युटिलाइज गर्दो रहेछ फाल्नुपर्ने चिजहरू पनि सबै देखिन्छ यस्तो छ अनि यहाँनिर चाहिँ घाइटोहरू रहेछ घाइटो के भन्छ हौ यसलाई
अब लगभग सक्यो यो चाहिँ फिनिस्ड भए जस्तो छ अब फिनिस्ड भइसकेछ अघिको गेटमा आइपुगिसक्यो अब सक्यो बाई बाई